पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अत्याधिक चुनावी खर्चले भ्रष्टाचार र सुशासनमा गम्भीर असर पारिरहेको बताएका छन्। ठूलो रकम खर्च गरेर जित्ने प्रतिनिधिहरूले पहिले खर्च असुल्ने र भविष्यका लागि स्रोत जुटाउने प्राथमिकता राख्ने हुँदा जनताको हित ओझेलमा पर्ने उनको भनाइ छ। ट्रान्सपरेन्सी इन्टरनेसनलको अन्तर्राष्ट्रिय प्रतिवेदनलाई आधार मान्दै उनले खर्च सीमाभित्र भएका देशमा मात्र स्वच्छता र सुशासन सम्भव भएको स्पष्ट पारे। निर्वाचनको खर्च र जितको नजिक छन्, पैसा परिणामको पक्षमा चाहिँ गइरहेको छ भन्ने कुराहरू मैले अलिकति यहाँ ठाडो भाषा प्रयोग गरिनँ। मैले इन्टरनेसनली भन्दाखेरि चाहिँ के भन्छु भने द इलेक्सन्स रिजल्ट्स आर बिङ हाइज्याक बाई मनी। पैसाले अपहरण गरिरहेछ। यहाँ मात्रै होइन है, अब ठुल्ठुलो पैसाको अरू पनि संसारमा त्यो समस्याहरू छ। नेपालमा उम्मेद्वारले ऋण लिने, स्वैच्छिक चन्दा खुला हुने र स्पष्ट सीमा नहुँदा पारदर्शिता कमजोर भएको उल्लेख गर्दै उनले खर्च नियन्त्रण, स्पष्ट सीमा र कडा निगरानी आवश्यक रहेकोमा जोड दिए। नीतिमा प्रभाव हुने अनियन्त्रित, शङ्कास्पद र अपारदर्शी पैसाले निर्वाचनको विश्वसनीयता र प्रजातन्त्रको उसलाई चाहिँ यसले चाहिँ प्रहार गरिरहेछ। यसबाट चाहिँ बस्नुपर्छ है। कतिपय देशमा निजी खर्चमा पूर्ण प्रतिबन्ध लगाइएको भए पनि नेपालमा स्वैच्छिक सहयोग लिन पाउने खुला प्रावधानले गर्दा पारदर्शितामा समस्या देखिएको उनको बुझाइ छ।